नमस्ते साथीभाइहरू। आज चाहिँ म हजुरहरूलाई हाम्रो यो भाइब्रेटिभ डिल्डो देखाउन गइरहेको छु। यो आज अनबक्सिङ गर्दैछु म है। हेर्नु होला, हेरौँ है त कस्तो रहेछ यो हाम्रो। खै कता खोल्ने हो। हेर है साथीहरू, यो चाहिँ कालो बक्समा आउने रहेछ, पुरै सिल प्याक गरेर। ओहो, यो हेर्दा त ठुलै लाग्यो मलाई। यो चाहिँ हाम्रो भाइब्रेटिभ डिल्डो हो, चार्ज गर्नेवाला है। है त कस्तो रहेछ यो। हेर्दाखेरि ठुलै साइजको छ, एकदम राम्रो छ, सिलिकनको मजाको छ है। यो चाहिँ हजुरको यो भाइब्रेटिभ डिल्डो भन्छ यसलाई चाहिँ। यसको चाहिँ यहाँनिर हुन्छ बटन, पावर बटन यहाँ थिची। अब यो हजुरको यहाँबाट अन गर्छ, यहाँनिर स्विच हुन्छ यसको चाहिँ, यस्तो सिलिकनकै स्विच हुन्छ। अलिकति थिचिरह्यो भने यो अन हुन्छ र एकचोटि थिच्नु भयो भने यो स्टार्ट हुन्छ है। यो चाहिँ यस्तो हुन्छ। यो चाहिँ एउटा रिमोट पनि हुन्छ, यसको चार्जर पनि हुन्छ है। रिमोट र चार्जरमै आउँछ। हजुरले रिमोटले नि कन्ट्रोल गर्न सक्यो यसलाई। हजुरले ल रिमोटले नि कन्ट्रोल गर्न सकिन्छ, मजाले गर्न सकिन्छ। र हजुरको यो चाहिँ के हुन्छ भने भित्तातिर मजाले टालिने सामान हो है। यो हजुरको मजाले हेर्नु होला, मजाले टालिने सामान हो भित्तामा। मजाले रिमोटले कन्ट्रोल गरेर भित्ता। अनि कुनै कुनै महिलाहरूलाई वार्म जाडो महिनामा यस्तो जाडो हुन्छ भने यो बटन थिच्नुहुन्छ भने यो वार्म हुँदै जान्छ है मजाले। तातो यो बटन थिच्नुहुन्छ भने पुरै वार्म हुँदै जान्छ है। यो ट्याक्क मजाले भाइब्रेसनवाला मजाको भइहाल्यो। यो राम्रो छ एकदम। अब यो जस महिलाहरूलाई एकदम सुख शान्ति पुर्याउने सामान हो भनौँ न है।